बेबी फेरि हाम्रो आयोजक सोल्टर पनि जेमा सुन्छ कि अरू बाहिरबाट केटा आयो भने नमस्ते गर्ने न गालामा किस खाने हो कस्तो हुन्छ दिदी नै भनेको आन्टी भनौँ बेबी भन्ने बेबी यो भाइ पनि जोस् छोटा प्याकमा बडा धमाकै रहेछ मान्छे त सानो छ आवाज त ठुल्ठुलो रहेछ त यस्तो हेरेको सानो देखेर कि जोस् आवाज ठुलो रहेछ थ्याङ्क यू भाइ थ्याङ्क यू सो मच हजुर फलो गरिरहन्थ्यौ फलो गरिराख ल अनि तिम्रो ड्याडीलाई पनि फलो गर्न भन ल थाहा छ Oh my God. ल यति भएपछि थ्याङ्क यू भाइ अब जाऊ अब फेरि थ्याङ्क यू आई लभ यु ल हेरिराख ल बाउलाई पनि हेरिराख्नु भन फेरि है